आउँदो फागुन 21 गते नेपालमा संसदीय चुनाव हुँदैछ अनि चुनाव नजिकदै जाँदा हाम्रो वरिपरि जताततै एउटै कुरा सुनिन्छ। बाटो, पुल, खानेपानी, अस्पताल, स्कुल। त्यही विकासका योजनाहरू हो, हामीले उम्मेद्वारलाई सोध्ने प्रश्न र उनीहरूले दिने आश्वासन सबै यिनै कुरामा केन्द्रित हुन्छन्। तर एकछिन सोचौं न त, के संसदीय चुनावको अर्थ साँच्चै यति मात्र हो? यो एकदमै महत्त्वपूर्ण प्रश्न हो। आज हामी यही प्रश्नको गहिराईमा पुग्ने प्रयास गर्दैछौँ। यसका लागि हामीसँग दुईवटा भनौँ न फरक दृष्टिकोण प्रस्तुत गर्ने स्रोत सामग्रीहरू छन्। पहिलो हो जस्टिस ओभर इन्फ्रास्ट्रक्चर, द ट्रू पर्पस अफ पार्लियामेन्ट्री इलेक्शन्स, अर्थात् पूर्वाधारभन्दा माथि न्याय, संसदीय चुनावको वास्तविक उद्देश्य शीर्षकको एउटा लेख। अनि अर्को ठिक यसको विपरीत तर्क गर्ने लेख छ रोड्स टु राइट्स, वाइ इन्फ्रास्ट्रक्चर इज द फर्स्ट स्टेप टु जस्टिस इन रुरल नेपाल। अधिकारसम्म पुग्ने बाटो हो, ग्रामीण नेपालमा पूर्वाधार नै किन न्यायको पहिलो खुड्किलो हो। आजको हाम्रो छलफलको उद्देश्य नै यी दुई बिल्कुलै फरक देखिने विचारहरूलाई केलाएर चुनावलाई हेर्ने एउटा फराकिलो दृष्टिकोण बनाउनु हो। यो एकदमै रोचक विषय हो, किनभने यसले हामीलाई दुईवटा सत्यको बीचमा उभ्याउँछ जस्तो लाग्छ मलाई। दुईवटा सत्य हो, एकातिर नेपालमा धेरै मानिसका लागि विकासको तिर्खा, त्यो त यथार्थ हो, उहाँहरूलाई तत्काल परिणाम चाहिएको छ। हो त नि। अनि अर्कोतिर पहिलो लेखले हामीलाई त्योभन्दा माथि उठेर सोच्न बाध्य बनाउँछ। त्यसैले यो ठिक कि त्यो ठिक भन्ने बहस मात्र होइन, बरु हाम्रो प्राथमिकता के हुनुपर्छ र किन भन्ने गहिरो छलफल हो। त्यसो भए पहिलो तर्कबाटै सुरु गरौँ न त। हुन्छ। पूर्वाधारभन्दा माथि न्याय भन्ने लेखको मूल दाबी के हो? यसले त हाम्रो चुनावप्रतिको सम्पूर्ण बुझाइलाई नै चुनौती दिए जस्तो देखिन्छ। हो, यसको मूल तर्क निकै शक्तिशाली र प्रष्ट छ। संसदीय चुनाव सबैभन्दा पहिले न्यायको चुनाव हो, विकासको होइन। न्यायको चुनाव हो। स्रोतको दाबी के छ भने यदि देशमा कानून र न्याय प्रणाली नै बलियो छैन भने हामीले देख्ने चिल्ला सडक र ठूला भवनहरू ती केवल देखावटी संरचना मात्र हुन्। देखावटी हो, जसले समाजको गहिरो समस्यालाई छोप्ने काम मात्र गर्छन्। देखावटी विकास, यो त निकै कडा शब्द भयो नि। तर के आधारमा यस्तो दाबी गरिएको छ? किनभने आम मानिसको नजरमा त बाटो बन्नु, पुल बन्नु नै वास्तविक विकास हो। र यहीँनिर स्रोतले हामीलाई सांसदको वास्तविक भूमिका सम्झाउँछ। हामीले बारम्बार बिर्सिने कुरा के हो भने हामीले सांसद चुन्ने हो, वडा अध्यक्ष वा मेयर होइन। सांसदको मुख्य काम गाउँमा बजेट पार्ने वा ठेक्कापट्टा मिलाउने होइन, उनीहरू लेजिस्लेटर्स हुन्, अर्थात् व्यवस्थापक, कानून बनाउने मान्छे। एकदम, उनीहरूको काम देशको लागि कानून बनाउने हो। एक मिनेट है, तपाईले भनेको कुराले मलाई एउटा अर्को प्रश्नमा पुर्यायो। हामी कहाँ स्थानीय तह, प्रदेश, सङ्घ, 3 तहको चुनाव हुन्छ। तर मतदाताले प्राय सबैबाट एउटै अपेक्षा राखेको देखिन्छ। मेरो टोलमा, मेरो गाउँमा के आयो? त्यही त। के यो भूमिकाको बारेमा स्पष्टता नभएर यस्तो भएको होला? एकदम सही ठाउँमा पुग्नुभयो। स्रोतले यही अस्पष्टतामाथि प्रहार गर्छ। स्थानीय तहको काम प्रत्यक्ष विकास निर्माणसँग जोडिएको हुन्छ, त्यो ठिक छ। तर सांसदले बनाउने एउटा कानूनले देशैभरिका लाखौं मानिसको जीवनलाई प्रभाव पार्छ। जस्तै उनीहरूले बनाएको भूमि सम्बन्धी कानूनले कसको जमिन सुरक्षित हुन्छ र को सुकुमासी बन्छ भन्ने तय गर्छ। महिला अधिकार सम्बन्धी कानूनले उनीहरूको सम्मान र सुरक्षाको स्तर तोक्छ। हो त। शिक्षा र स्वास्थ्य सम्बन्धी कानूनले आउने पुस्ताको भविष्य कोर्छ। त्यसैले चुनावले कसले शासन गर्ने मात्र नभई कसरी शासन गर्ने भन्ने निर्णय गर्छ र त्यो शासन गर्ने तरिकाको जग्ने कानून हो। तर के विकास र न्याय एकअर्काका विरोधी नै हुन् र? बलियो कानून पनि बनाउने अनि सडक पनि बनाउने, त्यो गर्न सकिँदैन? सकिन्छ, तर स्रोतको तर्क प्राथमिकताको हो। प्राथमिकता हो। यसलाई एउटा ठोस उदाहरणबाट बुझौँ न। सोचौँ त, एउटा ठूलो जलविद्युत आयोजना बन्यो, बिजुली निस्कियो, विकास देखियो। तर त्यो आयोजना बनाउँदा स्थानीय समुदायको जग्गा जबरजस्ती र एकदमै सस्तो मूल्यमा अधिकरण गर्ने खालको कानून बन्यो भने के हुन्छ? अन्याय भयो। हो, विकास त भयो, तर केही मानिसको लागि न्याय मर्यो। संसदीय चुनावले त्यही कानून बनाउने वा नबनाउने मान्छे छान्छ। त्यसैले स्रोत भन्छ न्यायको जग बिनाको विकासले समाजमा पहिलेदेखि नै शक्तिशाली रहेका वर्गलाई मात्रै फाइदा पुर्याउँछ।
यो उदाहरणले त कुरालाई निकै प्रष्ट बनायो। स्रोतमा पनि यस्तै केही मार्मिक उदाहरणहरू छन् जस्तो लाग्छ। छ। जस्तै अधिकार सुरक्षित नहुँदा सडक भए पनि नागरिक निडर हुँदैन। यो सुन्दा सामान्य लाग्छ, तर गहिरो अर्थ छ यसको। हो, यसलाई व्यवहारमा हेरौँ न। कल्पना गरौँ, एउटा गाउँमा चिल्लो सडक बनेको छ। ठिक छ। तर त्यही गाउँको एक किसानले आफ्नो उत्पादनको उचित मूल्य नपाउँदा बिचौलियाको विरुद्ध बोल्न डराउँछ भने त्यो सडकको के अर्थ? केही अर्थ भएन। यदि प्रहरी प्रशासनले पहुँचवालाको मात्र कुरा सुन्छ, गरिबको सुन्दैन भने त्यो नागरिक कसरी निडर हुन सक्छ? सडकले भौतिक दूरी घटाउला, तर न्यायको अभावले नागरिक र राज्य बीचको खाडल झन बढाउँछ। र अर्को उदाहरण, भवन भए पनि मानव सम्मान हुँदैन। यो त हामीले हरेक दिन सरकारी कार्यालयमा भोगिरहेकै कुरा हो नि। ठूला ठूला भवन छन्, तर भित्र सेवा लिन जाने एक साधारण नागरिकले सम्मान पाउँदैन। उसलाई घण्टौं लाइनमा कुराइन्छ, उसँग घुस मागिन्छ। ती रंगीन भवनहरू खोक्रो लाग्छन्। हो, त्यसैले पहिलो स्रोतको निष्कर्ष के हो भने चुनावको उद्देश्य सरकारलाई शक्तिशाली बनाउनु मात्र होइन, बरु जनताप्रति जवाफदेही बनाउनु हो। जवाफदेही हो। जनताले दिएको मत एउटा विश्वास हो, र त्यो विश्वासको प्रयोग व्यक्तिगत वा दलीय लाभका लागि होइन, समाजका सबै सदस्य, विशेष गरी जो कमजोर र आवाजविहीन छन्, उनीहरूका लागि न्याय सुनिश्चित गर्न हुनुपर्छ। ठिक छ। न्याय पहिलो भन्ने तर्क निकै बलियो लाग्यो मलाई। छ। तर अब हाम्रो दोस्रो स्रोत, अधिकारसम्म पुग्ने बाटोतर्फ लागौं। यसले त यो सबै तर्कलाई उल्ट्याइदिन्छ, होइन र? हो, ठ्याक्कै उल्ट्याउँछ। यसको मूल दृष्टिकोण के हो? दोस्रो स्रोतले हामीलाई नेपालको ग्रामीण यथार्थको ऐना देखाउँछ। यसको तर्क के छ भने काठमाडौँमा बसेर कानून र सिद्धान्तको कुरा गर्न सजिलो छ, तर कर्णालीको एउटा गाउँमा जहाँ सुत्केरी व्यथाले च्यापेकी महिलालाई अस्पताल पुर्याउन स्ट्रेचरमा घण्टौं बोकेर हिँड्नुपर्छ, त्यहाँका लागि न्याय भनेको के हो? के त्यो महिला र उसको परिवारका लागि संविधानमा लेखिएको स्वास्थ्यको अधिकार महत्त्वपूर्ण हो, वा घरसम्म एम्बुलेन्स आउने बाटो? यो त निकै मार्मिक र व्यावहारिक प्रश्न भयो। सिद्धान्तभन्दा जीवन ठूलो हो भन्ने तर्क आयो यहाँ। एकदम। यो स्रोतले भन्छ आधारभूत पूर्वाधारको अभावमा मौलिक हक र कानूनी अधिकारहरू केवल किताबमा सीमित हुन्छन्। किताबमा मात्रै हो। जबसम्म एउटा किसानले आफ्नो उत्पादन बजारसम्म पुर्याउने बाटो पाउँदैन, उसका लागि आर्थिक स्वतन्त्रताको अधिकारको कुनै अर्थ रहँदैन। हो त नि। जबसम्म बालबालिका खोला तरेर स्कुल जानुपर्ने बाध्यतामा हुन्छन्, उनीहरूका लागि शिक्षाको अधिकार एउटा क्रूर मजाक बन्छ। त्यसैले यो स्रोतको नजरमा ग्रामीण र पिछडिएको क्षेत्रका लागि पूर्वाधार निर्माण नै न्यायको सबैभन्दा ठोस र पहिलो रूप हो। बाटो बन्नु भनेको अवसरसम्म, स्वास्थ्यसम्म, शिक्षासम्म र अन्ततः अधिकारसम्म पहुँच स्थापित हुनु हो। यस स्रोतमा एउटा कथा पनि उल्लेख छ, होइन र? एकजना वृद्ध व्यक्तिले भनेको कुरा हो। त्यो निकै मार्मिक छ। डोल्पाका एकजना वृद्धले भनेका छन्, हामीले जीवनभरि नुन बोक्यौं, मेरा छोराछोरीले पनि नुनै बोके, अब मेरो नातिले पनि त्यही भारी बोक्नुपर्छ भने सिंहदरबारमा बनेको कानूनले मेरो जीवनमा के फरक पार्यो त? जब यहाँ गाडी चल्छ तब मात्र हाम्रो पुस्ताले न्याय पाएको महसुस हुन्छ। यो भनाइले पूर्वाधार कसरी मानवीय गरिमा र पुस्तान्तरणसँग जोडिएको छ भन्ने देखाउँछ। अब त म साँच्चै अलमलमा परे। पर्नु स्वाभाविक हो। दुवै तर्क आफ्नो ठाउँमा उत्तिकै बलिया छन्। एकातिर न्याय बिनाको विकास खोक्रो हुन्छ भन्ने अकाट्य सत्य, अर्कोतिर विकास बिना न्यायको अनुभूति नै हुँदैन भन्ने कटु यथार्थ। एक मतदाताको रूपमा यी दुई दृष्टिकोण बीच कसरी सन्तुलन खोज्ने होला? यो त असम्भव जस्तो देखिन्छ। यो नै सबैभन्दा महत्त्वपूर्ण प्रश्न हो। र रोचक कुरा के छ भने यी दुई स्रोतहरूले हामीलाई एउटै निष्कर्षतर्फ डोरिरहेका छन्, तर फरक बाटोबाट। एउटै निष्कर्ष कसरी? दुवैले भन्न खोजेको के हो भने हामीले उम्मेदवारलाई हेर्ने परम्परागत दृष्टिकोण बदल्नुपर्छ। हामीले योजनाको सूची भन्दा माथि उठेर सोच्नुपर्छ। योजनाको सूची भन्दा माथि उठ्ने, यसको मतलब के हो? पहिलो स्रोतले भन्छ उम्मेदवारलाई मूल्य र सिद्धान्तको आँखाले हेर्नुहोस्। दोस्रो स्रोतले भन्छ
आवश्यकता र परिणामको आँखाले हेर्नुहोस्। तर दुवैको साझा सन्देश हो, उम्मेदवारले के गर्छु भन्छ भन्ने मात्र होइन, उसले त्यो काम कसरी गर्छ र त्यसको पछाडिको उसको सोच के हो भन्ने कुरा महत्त्वपूर्ण हुन्छ। एकछिन है, तपाईँले भनेको कुराले त मलाई के सोच्न लगायो भने हामीले उम्मेदवारसँग गर्ने संवादको तरिका नै गलत रहेछ। हो हामी सोध्छौं मेरो गाउँमा के बनाइदिनुहुन्छ, सायद प्रश्न नै गलत छ। हो प्रश्नको स्तर नै बदल्नुपर्छ। अब दुवै स्रोतको निचोडलाई मिलाएर हेरौँ न। हुन्छ। हामीले उम्मेदवारलाई सोध्ने प्रश्नहरू यस्ता हुन सक्छन्। तपाईले यो बाटो बनाउने वाचा गर्नुभएको छ, ठिक छ, तर यो बाटो बनाउँदा यसको बजेट पारदर्शी हुन्छ भन्ने के ग्यारेन्टी छ? यसको ठेक्का प्रक्रिया निष्पक्ष हुन्छ भनेर कसरी सुनिश्चित गर्नुहुन्छ? अर्थात् विकासको योजनासँगै सुशासनको प्रश्न जोड्ने। एकदम। अनि अझ गहिरो प्रश्न, यो बाटो बनाउँदा विस्थापित हुन सक्ने परिवारको न्यायोचित पुनर्स्थापनाका लागि कस्तो कानुनी व्यवस्थाको पक्षमा तपाईँ उभिनुहुन्छ? यो विकासले यहाँको वातावरणमा पार्ने असरबारे तपाईँको सोच के छ? हेर्नुहोस् त, एउटै बाटोको प्रश्नमा हामीले पारदर्शिता, भ्रष्टाचार, सामाजिक न्याय र वातावरणीय चेतना जस्ता मूल्यका कुराहरू जोड्यौं। यो त उम्मेदवारको लागि पनि निकै चुनौतीपूर्ण प्रश्न भयो। बनाउँछु भनेर मात्र पुगेन, कसरी र किन भन्ने जवाफ पनि दिनुपर्ने भयो। तर यथार्थमा उम्मेदवारहरूले म भ्रष्टाचार अन्त्य गर्छु वा सबैलाई न्याय दिन्छु जस्ता रेडिमेड जवाफ दिइहाल्छन्। मतदाताले त्योभन्दा भित्र गएर कसरी मूल्याङ्कन गर्ने? यो निकै व्यावहारिक समस्या हो। तर जब धेरै मतदाताले यस्ता प्रश्न सोध्न थाल्छन्, तब उम्मेद्वारमाथि दबाव सृजना हुन्छ। उनीहरू सतै घोषणापत्रबाट माथि उठेर सोच्न बाध्य हुन्छन्। दबाव हो। अनि मूल्याङ्कन गर्ने तरिका भनेको उनीहरूको विगत हेर्ने हो। के उनीहरूले विगतमा यस्ता मुद्दाहरूमा बोलेका छन्? संसदमा हुँदा उनीहरूले कस्ता कानुनको पक्षमा मतदान गरे? सार्वजनिक जीवनमा उनीहरूको छवि कस्तो छ? प्रश्न सोध्नु भनेको संवादको सुरुवात मात्र हो। त्यसपछिको अनुसन्धान र मूल्याङ्कन मतदाता आफैले गर्नुपर्छ। भनेपछि यो दुई धारको बहसको समाधान विकास वा न्यायमध्ये एउटा छान्नु होइन, बरु न्यायपूर्ण विकासको माग बन्नु हो। ठ्याक्कै। बाटो पनि चाहियो, तर त्यो बाटो बनाउने प्रक्रिया र त्यसलाई निर्देशित गर्ने कानुन पनि न्यायपूर्ण हुनु पर्यो। तपाईले ठ्याक्कै निचोड निकाल्नुभयो। यो दुवै स्रोतको गहिरो सन्देश यही हो। कुन बाटो पिच हुन्छ भनेर हेर्न सजिलो छ, आँखाले देखिन्छ, तर कस्तो कानुन बन्दैछ र त्यसले दीर्घकालमा के असर पार्छ भनेर बुझ्न मेहनत लाग्छ। तर यी स्रोतहरूले हामीलाई त्यही मेहनत गर्न आग्रह गरिरहेका छन्, किनकि अल्पकालीन भौतिक लाभ भन्दा दीर्घकालीन न्यायिक सुरक्षा र समानताको जग धेरै महत्त्वपूर्ण हुन्छ। आजको छलफलको सार खिच्नु पर्दा यी दुई स्रोतले हामीलाई चुनावलाई हेर्ने एउटा फरकिलो र सन्तुलित दृष्टिकोण दिएका छन्। चुनावलाई केवल विकास निर्माणको सङ्कुचित दायराबाट निकालेर न्याय, अधिकार, कानुन र सुशासनको साझा चुनावको रूपमा हेर्न प्रोत्साहित गरेका छन्। यो केवल एउटा पार्टी वा अर्को पार्टीको जित-हारको विषय होइन, यो हामी कस्तो समाज निर्माण गर्न चाहन्छौँ भन्ने सामूहिक निर्णय हो। र छलफलको अन्त्यमा म श्रोताहरूलाई सोच्नको लागि एउटा विचार छोड्न चाहन्छु, जुन यी दुवै स्रोतको भावलाई समेट्छ। हुन्छ। सही प्रतिनिधि चुन्नु भनेको आजको मात्र होइन, भोलिको पुस्ताको भविष्य सुरक्षित गर्नु हो। गहिरो कुरा छ। यो वाक्यलाई अब हाम्रो छलफलको प्रकाशमा हेरौँ न। यसको अर्थ हो, सही प्रतिनिधि चुन्नु भनेको आजको आवश्यकता जस्तै सडक र भोलिको सुरक्षा जस्तै न्यायपूर्ण कानुन, यी दुवैको जग एकैसाथ बसाल्नु हो। आजको आवश्यकता र भोलिको सुरक्षा हो। आज हामीले बनाउने कानुनहरूले भोलि हाम्रा छोराछोरीले पाउने विकासको फल न्यायपूर्ण हुन्छ कि हुँदैन भन्ने निर्धारण गर्छ। हो त नि। उनीहरूले कस्तो हावामा सास फेर्छन्, कस्तो शिक्षा पाउँछन् र कति सुरक्षित समाजमा हुर्किन्छन् भन्ने कुरा आज हामीले मत मार्फत गर्ने निर्णयमा निर्भर गर्छ। त्यसैले हाम्रो हरेक मत आजको एउटा सडकको लागि मात्र होइन, त्यो सडकमा निर्धक्क हिँड्न सक्ने भोलिको पुस्ताका लागि पनि हो। यो एउटा पुस्ताले अर्को पुस्तालाई हस्तान्तरण गर्ने सबैभन्दा महत्त्वपूर्ण सम्पत्ति